नमस्ते, म मन्जु। आज हजुरहरूलाई सानो एउटा उपाय लिएर आउँदैछु। यो चाहिँ कस्तो भने हजुरहरूले चाहिँ फ्ल्याक्सिड भनेको चाहिँ के हो र यसले के तपाईँहरूलाई राम्रो गर्छ भनेर चाहिँ फ्ल्याक्सिड भनेको चाहिँ यसरी आउँछ प्याकमा। हजुरहरूले नेपाली पसलहरूतिरबाट लिएर आउनुहुन्छ। हजुरहरूले चाहिँ यसलाई चाहिँ ठ्याक्कै यसरी ल्याएर चाहिँ राखेर कराईमा भुट्नु होला। कराईमा भुटिसकेपछि चाहिँ हजुरहरूले ग्राइन्डरमा ग्राइन्ड गर्नु होला। यसरी ग्राइन्ड गरिसकेपछि चाहिँ यसबाट के पाइन्छ भन्दाखेरि चाहिँ ओमेगा 3 पाइन्छ। हजुरहरूलाई कन्स्टिपेसनले साह्रो पार्दैछ भने यो खाएर ट्राई गर्नु होला। हार्टको सम्बन्धी पनि प्रब्लम छ भने यो खाएर ट्राई गर्नु होला। र क्यान्सरको सेलबाट पनि रिस्क घटाउँछ भनेको छ। यो खाएर हजुरहरू ट्राई गर्नु होला कस्तो लाग्छ। हजुरहरूलाई तुरुन्तै देखिने बेनिफिट भनेको चाहिँ यसबाट कन्स्टिपेसनहरूदेखि चाहिँ छिटो थाहा पाइन्छ। हजुरहरू पनि ट्राई गर्नु होला अनि कमेन्ट लेख्नु होला। थ्याङ्क यू फर वाचिङ। हेभ अ गुड डे। गड ब्लेस यु। लभ यु अल।